हेलो, के छ हालखबर सबैजनाको? आज चाहिँ मैले तपाईहरुसँग शेयर गर्नको लागि पालक पनिरको रेसिपी लिएर आएको छु। बनाउनको लागि पनि एकदमै सिम्पल अनि खानको लागि पनि यो एकदमै मिठो हुनुको साथसाथै यसमा चाहिँ न्युट्रिसन्स पनि एकदम धेरै हुन्छ। ल बनाउन सुरु गरौँ है त। सबैभन्दा पहिला मैले एउटा भाँडामा पानी बोइल गरे अनि त्यसमा बेबी स्पिनिचलाई राखेर 2 मिनेट जतिको लागि छोडिदिए। स्पिनिचलाई निकालेर आइस्ड वाटरमा राखिदिए। त्यसपछि पानीलाई छानेर स्पिनिच मजाले ब्लेन्ड गरिदिए। एउटा प्यानमा थोरै तेल राखेर तात्न दिए अनि त्यसपछि क्युब बनाएर काटेको पनिरको टुक्रालाई पनि राखे। मिडियम टु लो हिटमा चाहिँ मजाले त्यसलाई सबैतिरबाट फ्राई गरेर छोडिदिए। पनिरमा सबैतिर अलमोस्ट गोल्डन कलर आइसकेपछि त्यसलाई पनि निकालेर आइस्ड वाटरमा राखिदिए। त्यसो गर्दा चाहिँ पनिर सफ्ट नै रहिरहन्छ अनि एक्स्ट्रा कुक भइरहन पनि पाउँदैन। पनिरलाई साइड लगाइसकेपछि कराई बसालेर त्यसमा मैले थोरै तेल तताए। तातेको तेलमा थोरै धनियाँ फुराए अनि प्याजलाई पनि राखेर सफ्ट हुन्जेलसम्म मजाले फ्राई गरे। थोरै जिन्जर गार्लिकको पेस्टलाई पनि राखिदिए अनि मजाले भुटे। जिन्जर गार्लिकलाई फ्राई गरिसकेपछि मैले थोरै चप गरेर राखेको स्पिनिचलाई पनि राखेर मिक्स गरिदिए। र स्पिनिचलाई चाहिँ राखेर नभुट्दा पनि हुन्छ, तर मलाई चाहिँ यसको स्वाद मनपर्छ, त्यही भएर मैले एड गरेको हुँ। स्पिनिच सफ्ट भइसकेपछि चाहिँ मैले त्यसमा एउटा जति काटेको टमाटरलाई राखेँ अनि त्यसको माथिबाट नुन राखिदिएर त्यसलाई पाक्नको लागि छोडिदिए। राम्ररी पाकोस् भनेर चाहिँ मैले त्यसमा ढक्कन पनि लगाइदिए। गोलभेडालाई चाहिँ हामीले जति राम्रोसँग गलाएर पकायो त्यसको स्वाद त्यति नै धेरै मिठो भएर आउँछ। म चाहिँ चलाउँदै पकाउँदै फेरि छोप्दै चलाउँदै पकाउँदै गर्छु। जब गोलभेडा राम्रोसँग पाकी भ्याउँछ त्यसपछि गोलभेडाबाट तेल छुट्टिन सुरु गर्छ। ग्रेभीबाट तेल छुट्टिन सुरु गरिसकेपछि मैले अघि पेस्ट बनाएको स्पिनिचलाई राखिदिए अनि थोरै पानी हालेर त्यसलाई पनि एड गरिदिए। ग्रेभीलाई मिक्स गरेर एकछिनसम्म तात्नको लागि छोडिदिए। जब ग्रेभी तातेर थोरै बाफ आउन सुरु गर्छ त्यसपछि मैले अघि रेडी गरेको पनिरलाई पनि एड गरिदिए अनि मजाले मिक्स गरिदिए। 5 to 7 मिनट्स जति त्यसलाई उमालेपछि यो रेडी भयो। झान्नको लागि चाहिँ मैले एउटा सानो ससप्यानमा तेल तताएँ। त्यसमा थोरै हिङलाई फ्राई गरिदिए। हिङ हालिसकेपछि चाहिँ मैले त्यसमा चप गरेर राखेको थोरै गार्लिकलाई राखिदिए अनि गोल्डन ब्राउन हुन्जेलसम्म चलाइराखेँ। गार्लिक गोल्डन ब्राउन भएपछि ग्यास अफ गरिदिए अनि त्यसमा मैले राखिदिए थोरै काश्मिरी मिर्च। त्यसले चाहिँ एकदम राम्रो कलर दिन्छ तरकारीमा। तड्का लगाइसकेपछि पालक पनिर रेडी भयो। If you like the video, please like, share and subscribe. Thank you for watching. Bye.